जोजलपा तारेमाम पासपे मफुला। आज हामी नेवा बिटल्सको गीत य म मेजु गीतको ट्रान्सलेसन हेर्न गइरहेका छौं। नेवा बिटल्सको गीतको लिंक म डिस्क्रिप्सनमा पनि दिइदिन्छु। मेजु य म मेजु मैया मनपर्ने मैया। जित छ सिक्क हे य मलाई तिमी एकदम मनपर्छ। छ जी य कि मय तिमीलाई म मनपर्छ कि पर्दैन। छ द ब्यु लिस तिमीले मलाई देऊ जवाफ। य म मेजु मनपर्ने मेजु अथवा मनपर्ने मैया हो। य म मेजु। पम्बया गथे स्वा य स्वा मात्र होइन यो स्वा हो, यहाँ थोप्लो पनि छ। पमरालाई जसरी फूल मनपर्छ। पम्ब भन्नाले पमरा हो। अठहे छ द य त्यस्तै गरी तिमी मलाई मनपर्छ। जित गठे छ य मलाई जसरी तिमी मनपर्छ। अठे छ य कि मय त्यस्तै गरी तिमीलाई मनपर्छ कि पर्दैन। अब यो बाँकी लिरिक्स चाहिँ नि माथिकै रिपिट हो। अब यो लिरिक्स सानो भएकोले यसको इच वर्ड मिनिङ पनि म यसमै भनिदिन्छु। मेजु भन्नाले अब मैया भइहाल्यो। य म अर्थात् मनपर्ने। जित अर्थात् मलाई। जी को अर्थको चाहिँ म भयो। जित अर्थात् मलाई। छ अर्थात् तिमी। सिक्क हे य अर्थात् अति नै मनपर्छ, धेरै मनपर्छ। जी अर्थात् म। य कि मय य अर्थात् मनपर्छ कि मय मय अर्थात् मन पर्दैन। मनपर्छ कि मन पर्दैन भन्न खोजेको हो। छ द अर्थात् मलाई। ब्यु ब्यु अर्थात् देऊ। लिस लिस अर्थात् एन्सर हो। यो चाहिँ क्वेसनको एन्सर अर्थात् उत्तर भयो नेपालीमा। पम्बया गठे स्वा य पम्ब अर्थात् भमरा। पम्बया अर्थात् भमरालाई। गठे अर्थात् जसरी। स्वा अर्थात् फूल। य मनपर्छ। अठेहे त्यसरी नै। छ द य तिमी मलाई मनपर्छ। छ अर्थात् तिमी। द अर्थात् मलाई। य अर्थात् मनपर्छ। जित अर्थात् मलाई। गठे छ य तिमी मनपर्छ। अठे अर्थात् त्यसरी। छ य कि मय मनपर्छ कि पर्दैन। यदि तपाईहरुलाई अब नेपालीमा पढ्न, नेपाली फन्ट पढ्न अलिकति गाह्रो लाग्छ भने यहाँ इंग्लिशमा पनि मैले दिएको छु। यसको लिंक पनि म डिस्क्रिप्सनमा दिइदिन्छु। कस्तो लाग्यो भन्नुहोला। मन परेदेखि लाइक, शेयर, सब्स्क्राइब पनि गर्नुहोला। त्यसैगरी नेपाल भाषाको ग्रुपमा पनि जोइन गर्न चाहनुहुन्छ भने फेसबुक ग्रुप छ। पेज चेक गर्न चाहनुहुन्छ भने पेज पनि यहाँ लाइक गर्न सक्नुहुन्छ। र यसमा डाइरेक्ट आउन चाहनुहुन्छ भने agentakash.com/नेपालभाषा गर्नुभयो भने यो पेजमा डाइरेक्ट आउन सकिन्छ। NEPALBHASA भाषा। नेपाल भाषाको प्रचार प्रसारलाई केही कन्ट्रिब्युसन गर्न चाहनुहुन्छ भनेदेखि यो पेजलाई चाहिँ नि सोशल मिडियामा शेयर गर्न सक्नुहुन्छ। त्यसैगरी यो वेबसाइटमा अरु डिफ्रेन्ट कुराहरु पनि छ। यो पनि चेक गर्न सक्नुहुन्छ। थ्यांक यू। शुभ